नमस्ते। तपाईँलाई आजको हाम्रो श्रमदान अभियान कस्तो लागिरहेछ? आजको श्रमदान अभियान तेस्रो हामीले आफै गरिरहेछौँ। हस्त धन्यवाद। भन मेरा दाइ हो श्रम गरौँ, भन मेरा दिदी हो। सँग आज यहाँ जोडिनु भएका सञ्जीव लवाजी हुँ, उहाँ पनि एउटा श्रमदाता नै हुन्। तपाईँलाई आजको हाम्रो श्रमदान अभियान कस्तो लागिरहेछ? आजको श्रमदान अभियान तेस्रो हामीले आफै गरिरहेछौँ। हजुर हजुर। तर हाम्रो ज्ञानेचोक भद्रतीमा धेरै युवाहरू छन्। छन् धेरै युवा छन्। भीमनगर चोकमा धेरै युवा छ, धेरै छन् धेरै। ज्ञानचोकमा छ, हजुर। तर कोही आउँदैन। सब भात मारा परे। यहाँ भोलि बर्थडे होस्, पिकनिक होस्, बिहे होस् त डान्स गर्न आइपुग्छ, तर काम गर्न आइपुग्दैन। त्यो चाहिँ हो, त्यो बुढाबुढी काम गरेर यहाँ हजुर देख्न सक्छौँ। भद्रपुर 3मा चाहिँ किन यस्तो दाइ? सबै त्यही हो यस्तो दारु पार्टी बिहे त्यस्तो मात्रै क्या। यिनीहरू त्यसको चिन्ता छैन। हजुर हजुर। भोलि पर्सि गएर विदेशमै जाने यिनीहरू। त्यो चाहिँ हो। यिनीहरू त्यसको चिन्ता छैन। आफ्नो गाउँ ठाउँ बनाउनेलाई यिनीहरू चिन्ता छैन। यो ठाउँको मान्छेहरूलाई, युवाहरूलाई भनौँ न। युवाहरूले देश बनाउने हो। युवाहरू नै अब अहिले सुतेर बसिरहेछ होइन त? सुतिरहेको होला, अहिले पनि सपना देखिरहेको होला। हजुर हजुर। जेन्जिजहरू जेन्जीहरू फक्कटा गरेर त घरमा त चलाउँछ क्या। आफ्नो गाउँ पहिला बनाउनु न, किन घर चलाउनु? त्यो चाहिँ हो। अनि आजको यो हाम्रो अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा तपाईँ के भन्न चाहनुहुन्छ? अलिकति खल्लो लाग्यो। हजुर हजुर। उनीहरू त मेन मान्छे हो नि त। हजुर हजुर। मोनिटरिङ गर्ने म्यानेजिङ गर्ने मान्छे हो नि त। छैन खै कता छ अध्यक्ष उपाध्यक्ष कहाँ छ थाहा छैन मलाई चाहिँ। ल यति नै मेरो चाहिँ भाइ, विशेष भाइहरूलाई, जेन्जी युवाहरूलाई, तिमीहरू देश बनाउने मान्छे तिमीहरू हो। तिमीहरू आएर खटे, तिमीहरूको उपस्थित भयो भने देश एकदम राम्रो हुन्छ। तर तिमीहरू छैन। हजुर। बुढाबुढीसँग काम चलाउनुपर्छ। हस् त, धन्यवाद है सञ्जीवजी। थ्याङ्क यू सो मच भाइ। यहाँ हाम्रो यस भद्रपुर 3 वडा नम्बर 3 का श्रम संस्कृति पार्टीका सहसचिव सोमराज गुरुङज्यूले आज हामी समक्ष के 1-2 शब्द यहाँ राख्नु जानु भइरहेछ। ल सचिवज्यू, सहसचिवज्यू, तपाईँ के भन्न चाहनुहुन्छ? नमस्ते। नमस्ते। हाम्रो यो आजको उपस्थिति बृहत नभएको अवस्था हजुर हजुर। र हाम्रो अध्यक्ष उपाध्यक्ष नभए तापनि हामीले यो कार्यलाई निरन्तरता दिइरहेको छौँ। हजुर हजुर। उहाँहरूको घरको विशेष कामले अथवा बिमारी भएको अवस्था हामीले विस्तृत रूपले जानकारी नभएको अवस्थामा हामी पर्खेर नबसौँ, हामी आफै तात्यौँ। भनेर हामीले अध्यक्ष र उपाध्यक्षको उपस्थिति नभए तापनि हामीले आजको दिन यहाँनिर कार्य सम्पन्न गर्नु आँटिसकेका छौँ। मेरो भनाइमा यति नै छ। यति नै छ। हजुर हजुर। ल यहाँ हाम्रो अर्का श्रमदाता जेन्जी हुनुहुन्छ यहाँ सौरभ मगर भाइ, के भन्न चाहन्छ तिमी? हाम्रो श्रमदाता मध्ये अर्को श्रमदाता जोडिसक्नु भएछ हाम्रो रविज्यू, के भन्न चाहनुहुन्छ आजको यो यस श्रम अभियानमा? हस्त धन्यवाद।